दरबार हत्याकाण्डको छानबिन समितिमा माधव कुमार नेपालको नाम सरकारले सिफारिस गरेको थियो, तर एमाले समितिमा बस्न दिएन। दरबार हत्याकाण्ड राजनैतिक दलहरूले गरे होइन। त्यसबेलाका हाम्रा महासचिव माधव कुमार नेपाल आफै छानबिन समितिमा बस्नुभएको थियो। हामीले फिर्ता गर्यौँ, यो ड्रामामा तिमी सामेल नहौ भनेर। त्यति बेला काङ्ग्रेसको सरकार थियो। केपी ओलीले पटक पटक दरबार हत्याकाण्डमा राजनैतिक दलहरूको सहभागिता छैन भने पनि निष्पक्ष छानबिनको लागि प्रमुख प्रतिपक्ष दल एमालेका माधव नेपाललाई समितिमा बस्न नदिएर फिर्ता बोलाउनुले स्वाभाविक रूपमा केही न केही शङ्का उब्जाउँछ। अनि अर्को कुरा, त्यसपछि पटक पटक सत्ताको नेतृत्व यिनीहरूले नै गरे, तर किन छानबिन गर्न चाहेनन्? हुन त आफ्नै पार्टीका मदन भण्डारीको छानबिन गर्न चाहेनन् भने राजा त यिनीहरूले आफै फाल्न चाहेको व्यवस्था हो। अनि कसरी छानबिन गर्छन् त? अहिलेका गृहमन्त्री सुदन गुरुङले यसको साँच्चीकै छानबिन यदि गर्ने नै हो भने सिधा रूपमा त्यति बेलाका काङ्ग्रेस सरकारका गृहमन्त्री, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल, माधव नेपाल, ओली र तत्कालीन सेना प्रमुखहरूलाई टेबलमा राखेर छानबिन गर्यो भने केही न केही निचोडमा पक्कै पुगिन्छ।